एउटा पाठमा प्रत्याशिएको छ, जनताले बुझाएका थिएन। त्यो सबै नरचौली कालमै हाम्रो रवि लामीको प्रमुख भूमिका छ। त्यहाँ उहाँ मन्त्री, प्रधानमन्त्री, उपप्रधानमन्त्री हुँदाखेरि, गृहमन्त्री हुँदाखेरि उहाँले सबैको फाइल खोल्ने, सबैले भ्रष्टाचार गरेका कुराहरू बाहिर निकालेको थियो। त्यसले गर्दा केही बुझेर जनतामा चाहिँ निराशा पैदा भइसकेको थियो अरू ठुला पार्टीसँग। अब आएर यो अहिलेको अवस्थामा यो राष्ट्रिय स्वतन्त्र पार्टी भनेको यो त मूलधारमा आएर यो त हाम्रै एजेन्डा अनुसार सञ्चालन भइरहेको आन्दोलन हो। यो सफलतापूर्वक सम्पन्न पनि गरिसक्यो। यसलाई बिचमा टुहाउन चाहिँ विभिन्न नेताहरू, विभिन्न मान्छेहरू आएर चाहिँ टुहाइरहेको छ। अब यसलाई हामीले खबरदार गर्ने, हामी अगाडि बढ्ने कि नगर्ने। अब हामी सरकारमा नरहे तापनि यो मूलधार हाम्रो मूल सङ्गठन हाम्रो छ। विभिन्न 77 जिल्लामा हामी सङ्गठन भएको पार्टी केही पनि नभएको जस्तो यो त विचलितमा चाहिँ गइरहेको जस्तो मलाई भान भइरहेको छ। यसरी विचलितमा नपरिकन यसले चाहिँ अब गर्नुपर्ने कामहरू जुन सरकारले जुन अहिले गरिरहेको छ कि जेलमा हुनुपर्ने मान्छे सिङ्गापुर घुम्न गइरहेको छ, त्यसलाई कारवाहीमा राख्नुपर्ने मान्छेलाई उनीहरूले चाहिँ फ्री रूपमा त्यसरी छोड्न मिल्छ कि मिल्दैन, त्यसमा हामीले सरकारसँग खबरदारी गर्नुपर्छ कि पर्दैन, होइन? यसैले अनि हाम्रो रवि लामीसँगै विषयमा कुरा गरौँ। अब उहाँ प्रतिशोध भनेर रहेको मान्छे अब त ती पार्टीहरू सब जमिनमा एउटा भाँसिसकेको छ उहाँहरू। अब उनीहरूलाई अब रवि लामीको विषयमा हामीले कुरा उठाउने कि नउठाउने सायद गरिरहेको पनि भएको होला, मलाई त थाहा छैन। तैपनि त्यो केही थाहा नभएको जस्तो किन भयो? केही पनि प्रतिक्रिया बजारमा आएको छैन, केही मिडियामा आएको छैन। उहाँको बारेमा हामीले यसो गर्यो उसो गर्यो भने कुनै पार्टीमा सरसल्लाह छैन जस्तो लाग्छ। त्यसैले उहाँलाई निकाल्नुको लागि हामीले प्रमुख प्रयास हामीले गर्नुपर्छ। किनकि रवि लामी छैन भने यो पार्टीको मूल व्यक्तित्व हुनुहुन्छ। उहाँको अनुहारले, उहाँको व्यक्तित्वले हामी यो पार्टीमा लागेका हौँ, कुनै अरू व्यक्तिको उसमा होइन। अब उहाँले भित्र राखेर हामी बाहिर हिँडेर यो कुनै राम्रो हामीले गरिरहेको छैन। उहाँले निकाल्नुको लागि हामीले प्रमुख भूमिका खेल्नु नै पर्छ। त्यसैले यसरी यो जुन रवि लामीलाई निकालेपछि अनि यो सम्पूर्ण चिजहरू त्यतिकै यो हाई हुने जान्छ। हाम्रो पार्टी एकदम हाई रूपमा अगाडि बढ्ने छ भन्ने मलाई आशा छ। तर अहिले एउटा इन्फर्मेसनको कुरा आइरहेको छ, जुन कोषमाजीले कुरा निकाल्नु भयो, होइन? यसमा पनि हिजो मैले एउटा कार्यक्रममा कोषमाजीको कार्यक्रममा गएको थिएँ। त्यो बेला मैले भनेको थिएँ कि यो अहिले इन्फर्मेसनको कुरा होइन, अहिले गर्ने भनेको त महाधिवेशनले गर्ने कुरा हो, महाधिवेशन आइरहेको छ भन्ने मेरो सोचाइ थियो। तर यो पार्टीको व्यक्तित्वहरू जुन पार्टीभित्र सञ्चालित व्यक्तित्वहरूद्वारा यदि राम्रोसँग कामहरू नभएको हो कि अलिअलि केही पनि थाहा पाएँ कि मैले अब यो पार्टीले चाहिँ विभिन्न अरू स्वतन्त्र व्यक्तित्वहरू, स्वतन्त्र पार्टीहरू अरू यो चिन्ता पार्टीबाट विमुख भएर तिनीहरूबाट आफूलाई वाक्क ढिक्क लागेका व्यक्तित्वहरूलाई एउटा गोल बन्द गरेर लाग्न खोजिरहेको भन्ने कुरा मैले हिजो बुझेँ, थाहा पाएँ। त्यसैले ती कुराहरू चाहिँ अगाडि बढाउनु एकदमै जरुरी थियो। हिजो जुन पार्टीले कार्यक्रम गर्यो त्यो एकदमै राम्रो लाग्यो, एकदमै स्वागत कार्यक्रम हो त्यो। त्यसलाई अगाडि बढाउँदै अब हामी चुप लागेर बस्ने अवस्था पनि छैन। सायद फागुन 21 गते चुनाव होस् या नहोस् त्योसँग हामीलाई सरोकार छैन कि हाम्रो सङ्गठन पहिले जुन जेनजी आन्दोलन भनेर जसरी अगाडि बढिरहेको थियो त्यही अनुसार हाम्रो पार्टी अगाडि बढाउनु जरुरी छ। त्यसरी नै हामी डराउनु पर्ने केही छैन, हामीले केही गल्ती गरेको छैन। डराउनु त ती पार्टीहरू डराउनु पर्छ जुन काङ्ग्रेस, एमाले, माओवादीहरू, तर उनीहरू उफ्रिन थालिसक्यो बाटोमा, तर हामी तलको तल नै बसिरहेका छौँ। यसलाई चिन्दै उहाँहरूलाई मान्छे उकालो नहुने गरिकन उनीहरूले बोल्नै नसक्ने गरिकन हामी अगाडि जानु जरुरी छ। त्यसैले अब जेनजीको कुराहरू आइरहेको छ, जेनजी आन्दोलन जुन हाम्रो एजेन्डा अनुसार चलेको। अब जेनजीलाई हामीले गोलबन्द गर्ने, उहाँलाई पनि एउटा सरकार भन्नुहुन हाम्रो पार्टीमा सहभागी गराउने, सहभागी पार्टीले उनीहरूलाई कसरी गोलबन्द गर्न सक्छ त्यतिर पनि हामीले सोध्नु जरुरी छ। अहिले जेनजी भनेर उनीहरू पनि अहिले उत्साहित रूपमा आइरहेको समयमा त्यसलाई पनि समेटेर स्वतन्त्र रूपमा चलिरहेको अरू व्यक्तिहरूलाई समेटेर एउटा ठुलो बृहत
संगठन बनाउनु जरुरी छ। त्यो भन्नेमा हामीले रवि लामिछानेज्यूलाई चाहिँ माइनस गर्न मिल्दैन। उहाँको नेतृत्वमै हुनुपर्छ। उहाँको सक्रियता उहाँको चाहिँ उहाँलाई छिटोभन्दा छिटो निकालेर जुन हिजो बाबुराम भट्टराईले पनि भन्नुभयो उहाँले चाहिँ पहिला निकालौँ अनि उहाँकै नेतृत्वमा सरकार यो पार्टी चलाउँ भन्ने कुराहरू आइरहेको छ। त्यसलाई म पुरै समर्थन गर्दै मेरो सानो वक्तव्य राख्छु। धन्यवाद। तेह्र नम्बर सभापति कृष्ण गोपाल खड्काज्यूलाई सानो 2 मिनटको मन्तव्य राखिनु हुन अनुरोध गर्दछु। नमस्कार, म चाहिँ वडा नम्बर 13 को चाहिँ सभापति। यो हुन चाहिँ खासैको छैन। पहिला सर्वप्रथम त यस सभाका सभापति प्रमुख अतिथि डाक्टर सोनिमज्यू, माननीय विशिष्ट अतिथिज्यूहरू, विभिन्न तहका नेता कार्यकर्ताहरू तथा उपस्थित सम्पूर्ण साथी भाइ दाजु भाइ दिदीबहिनी सबैमा गोदावरी नगरपालिका वडा नम्बर 13 को तर्फबाट एकमुष्ट नमस्कार। मलाई आफ्नो वडाको तर्फबाट केही संक्षिप्त प्रगतिहरू र आगामी दिशाबारे राख्ने अवसर प्रदान गर्नुभएकोमा क्षेत्रीय नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु। हाम्रो वडामा पछिल्लो समयमा गरिएको संगठन गठन भए पश्चात युवाहरू र विशेषज्ञहरूको स्वैच्छिक सहभागितामा बढेको छ र स्थानीय समस्यामा तत्कालीन आवाज उठाउने नागरिकसँग प्रत्यक्ष संवाद एवं सहकार्य गर्न काम निरन्तर जारी छ। यसलाई अझ सशक्त बनाउन पार्टीले हरेक वडाहरूमा प्रशिक्षणको खाँचो छ। आगामी निर्वाचनको लागि दृष्टिगत गर्दै हामीले मतदाता अभिमुखीकरण, नयाँ सदस्यता विस्तार, कर्मठ स्वयंसेवक परिचालन गर्ने योजना बनाएका छौँ। त्यसैको निमित्त नेतृत्व तहको सहयोगको अपेक्षा गर्दछौँ। पछिल्लो राजनैतिक परिस्थितिपछि उत्पन्न परिवेशलाई मध्यनजर गर्दै विशेष गरी युवामाथि भरोसा गर्दै स्वच्छ नेतृत्व र सम्मानको प्रत्याभूति दिन सक्ने भूगोल बुझेको इमान्दार अगाडि बढ्नुपर्छ भन्ने समग्र वडावासीहरूको चाहना छ। त्यसलाई मध्यनजर गरियो। हाल सामाजिक सञ्जाल र मिडियाहरूमा पार्टी सभापति लक्षित फैलाइएका अफवाहहरूप्रति हाम्रो वडाको पनि गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता अफवाहहरूलाई फैलिन नदिने केन्द्रदेखि वडासम्मका नेतृत्वको आफ्नो गुनासो छन् भन्ने पार्टीको आधिकारिक बैठकमै मात्रै राखियो। सभापतिको विकल्प छैन। अन्त्यमा हामी यस वडाले राष्ट्र निर्माणको योगदान पुर्याउने विश्वास र भरोसाको राजनीतिमा उभिएको छौँ। जनता परिवर्तन चाहन्छन् र त्यो परिवर्तन हामीले नै व्यवहारमा उतार्नुपर्नेछ। हामी सबै मिलेर नयाँ आशा, स्वच्छ नेतृत्व र समृद्धि नेपालको यात्रामा अगाडि बढौँ। पार्टी एक ढिक्का भएर अघि बढे आगामी निर्वाचन हाम्रो पक्षमा हुनेमा दुईमत छैन। धन्यवाद। जय रण्डी, जय राष्ट्र, जय सुरक्षा पार्टी। यति भन्दै म यो 2 शब्द टुङ्गो चाहन्छु। धन्यवाद गोदावरी नगर 13 सभापतिज्यूलाई। यसै गरी मन्तव्यको क्रममा नै अगाडि बढाउने क्रममा आफ्नो बागमती गाउँपालिकाबाट आफ्ना कुराहरू राख्नको लागि राजन दाहाललाई म अगाडि स्टेजमा बोलाउन चाहन्छु। राजन दाहाल, बागमती गाउँपालिका 4। आदरणीय सभाका सभापतिज्यू, आदरणीय यस सभाको प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, सबै उपस्थित महानुभावहरूमा जय घण्टी, नमस्कार। जय
म बागमती गाउँपालिका वडा नम्बर 4, मेरो नाम रोम प्रसाद दाहाल हो, मलाई राजन भनेर चिनिन्छ। र म धेरै यो दक्षिण ललितपुरको कर्णाली भेग जस्तै छ हाम्रो गाउँ, धेरै विकटता छ। हामीहरू देख्छौँ यस ठाउँमा हामीलाई सहरमा राजनीति गर्न धेरै सहज छ। हाम्रो गाउँमा हरेक कोणबाट धेरै गाह्रो छ र मेरो भन्नुपर्दाखेरि कुरा तपाईँको जति सहरमा केन्द्रित राजनीति छ गाउँमा त्यति केन्द्रित भइदिएन। के कारणले भयो? अरूलाई एकजना लागिरहनु भएको छ, उहाँ एकजनाको के लाग्छ होला र? मलाई लाग्छ जहाँसम्म हाम्रो गाउँठाउँमा हाम्रो राजसभाको त्यति पहुँच पुगिरहेको छैन, त्यसमा अलिकति दुःख लागिरहेछ। यसलाई कसरी हुन्छ हजुरहरूले अलिकति हामी जस्ता युवाहरूलाई अलि प्रोत्साहन गरेर अगाडि बढाउने र हामी जस्ता युवाहरूलाई समाएर अगाडि लाने वातावरण हजुरहरूले क्रिएट गर्नुपर्छ। विशेष गरी तपाईँको हरेक पद ओगटिरहनु भएका छ साथीभाइहरूले, माइन्ड नगर्नु होला होइन। मलाई चित्र म राख्छु, कोही पालिका सभापति हुनुहुन्छ, क्षेत्रीय हुनुहुन्छ, वडाका हुनुहुन्छ, तर कोही पनि एक्टिभ हुनुहुन्न। त्यो कारणले गर्दाखेरि हामी सबै एक्टिभ नभइकन केही गरी नै हामीले परिवर्तन गर्न सक्दैनौँ। हाम्रो एउटा कर्णाली भन्छु म, ललितपुर भएर पनि कर्णालीको भेषमा बसेर हामी पार्टी एउटा निर्माण गर्नको लागि हरदम र धेरै कोसिस गरिरहेको छु। म पनि हिजोसम्म नेपाली काङ्ग्रेसको एउटा वडा सदस्य त्यहाँ गएर होला साउन 20 गते कार्यक्रम गएर म चाहिँ राजसभामा लागिरहेको छु। म किन भन्दाखेरि मलाई पाउने सेवा सुविधाहरू सबै छोडेर म सोच्छु हिसाबले चाहिँ यो राजनीति फोहोर छ, म यो सफा गर्छु, सफा गर्नुपर्छ, मै लागेन भने को लाग्छ भनेर यसरी अगाडि बढिरहेको छु। हजुरहरूको साथ र सहयोग अनिवार्य पाउँछु भन्ने आशाका साथ म मेरो चाहिँ शब्द यही सुन्याउँछु। हस्त, नमस्कार, जय भण्डी। धन्यवाद राजन दाहाल सरलाई। साँच्चै नै क्षेत्र नम्बर 1 चाहिँ यस्तो विकट ठाउँहरू पनि छ कि जहाँ चाहिँ आउजात गर्न पनि गाह्रो छ। क्षेत्र नम्बर 1 भित्र चाहिँ भौगोलिक हिसाबले पनि धेरै नै विकट छ। सङ्गठन विस्तारको लागि पनि धेरै नै समस्याहरू आएका छन्। त्यसै गरी उहाँले चाहिँ आफ्नो राजनीतिक अरू दललाई छोडेर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा केही गर्न भनेर आउनुभएको छ। उहाँलाई स्वागत गर्दै उहाँलाई धन्यवाद पनि दिन चाहन्छु। त्यसै गरी कङ्ग्रेस गाउँपालिका 1 बाट मुकुन्द प्रसाद घिमिरे सरलाई पनि आफ्नो छोटो मिठो मन्तव्य राखिनुको लागि अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यूलाई। आज यस ललितपुर जिल्ला क्षेत्र नम्बर 1 का सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू र विशेष अतिथिज्यूहरू र अतिथिज्यूहरूमा मेरो पोजिसन गाउँपालिका वडा नम्बर 1 चौहरीको तर्फबाट नमस्कार र जय घण्टी। रविको फोटो छैन त ब्यानरमा। साँच्चीकै दक्षिण ललितपुर चापागाउँमा बसेर दक्षिण ललितपुरलाई जुन हामीले हेरेका छौँ त्यो धेरै टाढाको विषय छ। त्यो हामीले जसरी अहिले यहाँ बसेर ललितपुर यही छ भन्ने हिसाबले हेर्दाखेरि यसलेबाट उता लागिसके पछाडिका परिस्थितिहरू, त्यहाँका विकटताहरू र यो जुन हामी अहिले यहाँ उपस्थित भइसक्दा यो कार्यक्रमलाई चाहिँ यहाँ होइन महाकाल या कुञ्जोसुक गाउँपालिका बागमती गाउँपालिकामा गर्नुपर्ने र त्यहाँको भौगोलिक विकटता कस्तो रहेछ भन्ने कुरो एउटा केन्द्रमा हुनुभएका जो साथीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ त्यसलाई मध्यनजर गरिदिनुहुन्थ्यो र भन्ने मलाई लाग्दछ। जुन एउटा कुञ्जोसुक गाउँपालिका अहिले पनि एउटा विकट र जुन एउटा बागमती गाउँपालिका महाकाल गाउँपालिकाको यो सिमानासँग जोडिएको गाउँपालिका ती तिनैवटा गाउँपालिका एकदम पछाडि परेका छन्। किनभने यसमा कुनै पनि राजनीतिक दलले चापागाउँमा बसेर दक्षिण ललितपुरलाई चाहिँ हाम्रो भोट यहाँसम्म छ भनेर पहिला पुराना दलहरूले जुन भन्नुभयो भनेर काउन्ट गर्नुभएको मेरो भोट यदि यस ठाउँमा झर्छ, यो ठाउँमा यदि भोट झर्छ भन्ने हिसाबले एउटा अगाडि बढ्नु भएको थियो। त्यो राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो नगरोस् भन्ने एउटा चाहना छ र यो यस्ता कार्यक्रमहरूलाई विकटतालाई पनि मध्यनजर गर्दै एउटा कार्यक्रमहरू यो ठाउँमा मात्रै नगरिकन बाहिर ठाउँहरूमा प्रत्येक गाउँपालिकाहरूमा पनि गएर एउटा जनचेतनामूलक कार्यक्रमहरू राखिदिएर त्यो राष्ट्रिय स्वतन्त्र पार्टी हाम्रो त्यस्तो पार्टी हो भन्ने कुरा एउटा जातीयताको आधारले पनि हाम्रो कुञ्जोसुम गाउँपालिका
बागमती गाउँपालिका जस्तै र महाकाल गाउँपालिकामा यो जुन बस्तीहरूमा अलिक शिक्षाको कमी भएको छ र यो प्रचार प्रसार पनि अलिकति कमी भएको हिसाबले गर्दाखेरि जुन नेकपा एमाले नेपाली काङ्ग्रेसका जुन साथीहरूले जुन हाम्रो अहिले यो बाढी पहिरोहरूमा गएर जुन एउटा परेका छन् एउटा चाउचाउको प्याकेटहरू दिएर हामीले सहयोग गऱ्यौँ भन्ने खालका एउटा भाष्यहरू त्यहाँ दिएर मिडियामा ट्रायल गरेर जुन मिडियामा 2 पोका चाउचाउ दिएर जुन एउटा हामीले सहयोग गऱ्यौँ भनेर जुन भोट पछिका लागि बाटो जुन राख्नु भएको छ त्यसको चाहिँ अन्त्य गर्नका निम्ति हामी कुनै पनि ठाउँबाट कुनै पनि भेजबाट हामी यहाँलाई कसैले गर्न सकेका छैनौँ भन्ने हिसाबले जुन हामीले एउटा टिकटकको माध्यमबाट एउटा कोन्जुसमको गाउँपालिका बागमती गाउँपालिका र महाकाल गाउँपालिकालाई जुन एउटा पैसा अलिकति प्रदान गरिएको थियो त्यो पनि हामीले आफ्नै तर्फबाट ल्याएका हौँ भन्ने खालका एउटा भाष्यहरू सिर्जना गरिएर दक्षिण ललितपुरलाई पछाडि पारेर यसमा एमाले र काङ्ग्रेसकै राज्य हुनुपर्छ भन्ने जुन एउटा मान्यता बोकिएको छ त्यो चाहिँ नहोस् भन्नका निमित्त जुन एउटा कार्यक्रमहरू यहाँ आज सिर्जना यहाँ गरिएको छ यो कार्यक्रमहरू अब विगतका कार्यक्रमहरू यस्तै कोन्जुसम महाकाल र बागमती गाउँपालिकाका यस्ता विकट ठाउँहरू पनि कार्यक्रम गरियोस् भन्दै मेरा शब्दहरू यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद। धन्यवाद मुकुन्द प्रसाद ढुङ्गे सरलाई। उहाँले गाउँपालिकामा पनि कार्यक्रमहरू गरोस् भनेर आफ्नो सानो मिठो भनाइ राखेर जानुभएको छ। त्यसै गरी अमर सापकोटा कोन्जुसम 2बाट पनि उहाँ आफ्नो भनाइहरू राख्नको लागि यहाँ उपस्थित हुनुहुन्छ। उहाँलाई मञ्चमा आमन्त्रित गर्दछु। आदरणीय केन्द्रीय नेतागणहरू, राष्ट्रवाद पार्टीमा समर्पित साथीहरू तथा उपस्थित सम्पूर्ण महानुभावमा नमस्कार, जय गण्डी। म चाहिँ जेन्जी भएको कारणले गर्दाखेरि खासै भाषण मन पर्दैन, गर्न सुन्न केही पनि मन पर्दैन, एक्सन ओरिएन्टेड हुने भएको कारणले केही 2-4वटा कुरा भनेर जान्छ। जस्तै यो जेन्जी आन्दोलन पछाडि चाहिँ केन्द्रीय स्तरमा चाहिँ के भइरहेको भनेदेखि जेन्जीहरूसँग मिल्नुपर्छ, उनीहरूसँग संवाद गर्नुपर्छ। राष्ट्रवादको चाहिँ मूल एजेन्डा नै त्यो थियो पहिलेदेखि नै, भ्रष्टाचार विरुद्ध जाने होइन। यो जेन्जीको पनि यही भयो, जेन्जी सबैसँग मिल्नुपर्छ र सहकार्य गर्नुपर्छ भन्ने थियो। त्यो भइ पनि रहेछ, तर तल्लो स्तरको कमिटीहरूले चाहिँ त्यो कुरालाई केही पनि गरेर देखिँदैन। जस्तै यो हलमा पनि हेर्नु पर्दाखेरि कतिजना जेन्जी छौँ त हामी होइन, खासै 1-2जना मात्र होला। वास्तवमा यहाँ त जेन्जी आन्दोलन पछाडि भनेर ब्यानरमै राखेका छौँ। हाम्रो मुख्य नै त्यही छ। तल्ला कमिटीहरूलाई चाहिँ के सजेसन दिन चाहन्छु भने जेन्जी तथा युवाहरू सम्पूर्णलाई चाहिँ अलिकति समेट्न प्रयास गर्नुहोला। अनि हाम्रो क्षेत्र नम्बर 1 को सभापति हाम्रो दाइलाई चाहिँ अरुण केसी दाइलाई धन्यवाद दिन चाहन्छु। उहाँ चाहिँ विगत 1-2 वर्षदेखि चाहिँ यो नभइकन पनि युवाहरू जोड्नुपर्छ भनेर उहाँ मलाई सम्झाउनु हुन्थ्यो। अरूलाई जोड भाइ को छन् भन, जोड्नुपर्छ भनेर भन्नुहुन्थ्यो। त्यही भएर अब धेरै भाषण गर्दिनँ, यति भनेर म चाहिँ जान आँटेँ होइन। धन्यवाद। धन्यवाद हाम्रो कम्युनिस्ट सापकोटावालीलाई। उहाँले जेन्जी पनि हुनुहुँदैछ, उहाँले आफ्नो भनाइ राखेर जानुभयो। साथै नै हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ पार्टीलाई माया गरेर उहाँहरू चाहिँ जेन्जी युवाहरू पनि राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ अब हाम्रो देशको लागि केही गर्छ है भनेर अगाडि सर्नु भएको छ। त्यो उहाँहरूको आफ्नो अपेक्षालाई चाहिँ मर्न दिनु हुन भन्छु है म चाहिँ। त्यसै गरी हाम्रो आफ्नो भनाइ राखिदिनु हुनुको लागि जीवन तिमल सिन्हाज्यू बागमती गाउँपालिका 7बाट जीवन तिमल सिन्हाज्यू। नमस्कार सबैजनालाई, धन्यवाद कार्यक्रम सञ्चालिकाज्यूलाई। सर्वप्रथम यस कार्यक्रमको प्रमुख अतिथिज्यू डाक्टर स्वर्णिम बग्नेज्यू, विशेष अतिथि डाक्टर कार्कीज्यू, विशेष अतिथि दीपक बोराज्यू,
विशेष अतिथि डाक्टर सतीश लामिछानेज्यू सबैलाई उपस्थित सम्पूर्णलाई नमस्कार भन्न चाहे। यस कार्यक्रमको आजको यस कार्यक्रममा सर्वप्रथम म के भन्न चाहन्छु भने अब नजिकै गरेको हाम्रो चुनावको विषयको कुरा छ। यहाँ विभिन्न उपस्थित व्यक्तित्वहरू विभिन्न जस्तै हामी अब कङ्ग्रेसबाट एमालेबाट अथवा जुनसुकै पार्टीबाट पनि परित्याग गरेर यहाँ आएका छौँ। कुनै पनि अवस्थामा विचलित नभइकन अगाडि बढ्न यहाँलाई अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी हाम्रो यहाँ माथिल्लो केन्द्रीय लेभलका नेताहरूले पनि एक आपसमा अब उहाँहरू भनेको उहाँकै एउटा शब्दले गर्दाखेरि तल्लो निकायसँग धेरै नै प्रभाव पर्ने हुँदा उहाँहरूलाई पनि बोल्दा वा अलिकति विचार बोलिदिनु भयो भने तलसम्मका कार्यकर्ताहरूलाई पनि अलिकति सहज हुन्छ होला भन्ने एउटा सानो सुझाव पनि दिन चाहन्छु। त्यसै गरी विभिन्न केन्द्र पालिकादेखि लिएर हाम्रो स्थानीय तहदेखि लिएर माथिसम्मको लेभलमा काम गर्नुहुने उहाँहरूलाई पनि तपाईँहरूले चाहिँ अलिकति टाइम मिलाएर यसो अलिकति उहाँहरूलाई केही राम्रोसँग गर्नुभयो भनेदेखि तलदेखि माथिसम्म काम गर्नु पनि अलिकति सहज हुन्थ्यो होला भन्न पनि चाहन्छु। त्यस्तै गरी अहिले रिफर्मेसनको कुराहरू पनि आइरहेको छ। रिफर्मेसन भन्नाले कतिपय तलदेखि माथिसम्मको मान्छेहरूलाई अलिकति धेरै नै यसले अलिकति अन्योलमा पारेको जस्तो देखिन्छ। के हो विभिन्न मान्छेहरू पार्टी प्रत्याग गरेर गइरहेछन्। यसले गर्दाखेरि के हुने हो कसो हुने हो भनेर एकदम अन्योलमा परेको पनि देखिन्छ। त्यसै कारणले गर्दा त्यस्तो कुराहरूलाई चाहिँ स्थानीय लेभलदेखि माथिल्लो लेभलसम्म कन्फ्युजन नहुने गरेर प्रश्न पारिदिनु भयो भने तल्लो निकायदेखि माथिल्लो निकायसम्म काम गर्नु पनि अलिकति सहज सरल हुन्थ्यो होला भन्दै मेरो शब्द धन्यवाद। जय हो। धन्यवाद सरलाई। साँच्चै नै अब हाम्रो केन्द्रीय नेताजीहरूले चाहिँ उहाँको समस्याहरू चर्चा पार्दैन हुन्छ पहिला नै। त्यसै गरी आफ्नो भनाइ राख्नको लागि वडा नम्बर 12 नगरपालिका वडा नम्बर 12 को राजराज महर्जनज्यूलाई आफ्नो छोटो मिठो भनाइ राखिदिनको लागि अनुरोध गर्दछु। धन्यवाद संसदका कार्यक्रमलाई। म अहिले सम्बोधन भन्दा पनि 3 मिनटको टाइम दिएको छ, त्यो टाइमलाई ध्यान दिन्छु। सबभन्दा पहिला हाम्रो यो क्षेत्रीय स्थानीय बैठकमा पाल्नु हुने साथीहरूलाई के भन्दा हाम्रो क्षेत्रीय बैठक म चाहिँ भुदावरको क्षेत्र नम्बर 12-3 पढेको छु। तर क्षेत्र नम्बर 1मा मलाई बनाउनु भएको पार्टी संस्थाका धन्यवाद दिन चाहन्छु। अहिले हाम्रो चेन्जी आन्दोलनपछिको हाम्रो राजनीतिक दिशा कतातिर जान्छ भन्ने कुराहरू मेन एजेन्डा रहेको छ। त्यसमा चाहिँ एउटा हाम्रो पार्टीको एजेन्डा पनि हाम्रो प्रत्यक्ष कार्यकारी प्रमुख भ्रष्टाचार निर्मूल गर्ने लगायत हाम्रो जेन्जीका भाइ बहिनीले गरेको मागहरू कवि सम्बोधन हाम्रो पर्छ। हामी अहिले करिब करिब पहिलाका दलहरू काङ्ग्रेस एमाले र माओवादीको भन्दा पनि हामी मध्य मार्गमा छौँ। अहिले हाम्रो पार्टीमा जेन्जी आन्दोलनका भाइ बहिनीहरूले गरेको सम्बोधन र हाम्रो पार्टीको एजेन्डा चाहिँ एउटै मिलेर कारणले गर्दाखेरि हाम्रो पार्टीले चाहिँ जेन्जी आन्दोलनलाई हामी चाहिँ मध्य मार्ग भएर हाम्रो राष्ट्रको पार्टीभित्र छाताभित्र राखेर उहाँहरूलाई पनि हाम्रो पार्टीमा समायोजन गरी र जुन अहिले आइरहेछ फुलमान गोपी हिमाल जस्तो बाले जस्तो व्यक्तिहरूलाई पनि हाम्रो पार्टीमा राखेर हाम्रो पार्टीको लागि चाहिँ उहाँहरूको पार्टी एकता गरेर पार्टी जानुपर्छ भन्ने मेरो विचारभित्र छ। तर हाम्रो अहिले डक्टर कुसुमा कार्कीले इन्फर्मेसनको कुरा गरिराख्नु रहेछ, त्यसमा पनि उहाँले केही कुरा राख्नुपर्छ। जो कुरा हामीले सरस्वती उहाँको सचिवालयमा कुरा गर्दाखेरि त्यो भएको कारणले गर्दाखेरि अहिले हाम्रो केन्द्रीय लेभलका हाम्रो डक्टर सोनिम सभापति केन्द्र बाङ्गली हुन्छ, सायद उहाँले पुछेको हुन्छ भन्ने मलाई विश्वास लागेको छ। यो इन्फर्मेसनको र अब हाम्रो रणनीतिको लागि चाहिँ अहिले नेपाल सरकारले फागुन 21को लागि निर्वाचन तोकिएको छ। त्यसको लागि चाहिँ अहिले करिब 125 दिन बाँकी छ। त्यसको लागि चाहिँ हाम्रो पार्टी तर्फबाट पनि कसरी योजना तरिका जारी भन्ने कुरा एउटा चाहिँ सेड्युल एउटा 125 दिनपछि निर्वाचनमा हाम्रो ललितपुर क्षेत्र नम्बर 1, 2 र 3मा कसरी निर्वाचित हुने भन्ने कुरामा पनि तयारीमा लाग्नुपर्छ भन्ने कुरा मेरो विचार राख्दछु। तर यसको हाम्रो नेतृत्व ललितपुरमा चाहिँ हाम्रो माननीय
दोषीमा कार्य नेतृत्व गर्नुहुन्छ मलाई विश्वास दिएको छु। लगायत हाम्रो ललितपुर जिल्लाका सम्पूर्ण जिल्ला कमिटी, क्षेत्र कमिटी र विभिन्न वडा तहका साथीहरूले चाहिँ हाम्रो ललितपुर क्षेत्र नम्बर 3 मा फागुन 21 चुनावमा 3वटा क्षेत्रमा हामीले घन्टीको विजय गर्नुपर्छ भन्ने मेरो चाहिँ विचार राख्दै मेरो 2 शब्द यही पुगेको छु। धन्यवाद। सबैजनाले फलो गर्नु होला है त। म फेरि लाइभमा जोडिनेछु तपाईँहरूसँग है त। अलिकति डेटा लिनुपर्ने भयो। सबैले फलो गर्नु अनि फेरि लाइभमा जोडिनुहोस्।